गाइज बेलुकाको समय हेर्नु होला यति सुन्दर छ हामी बस्ने ठाउँतिर चाहिँ तर तपाईहरुलाई कस्तो लाग्छ यता कालो पुल भन्ने ठाउँ चाहिँ यता हो एकदम सो गाइज राम्रो लाग्छ यता जान्छु हामी चाहिँ यसको थोरै त्यसतिर गएर घुमेर आउँ भनेको बेलुका चाहिँ एकदम रमाइलो लाग्छ कि मलाई चाहिँ सबैजना है यस्तो बेलुकाको समय दिनभरि अब जे जस्तै भए पनि आफ्नो आफ्नो छेउमा हुन्छ है अनि हामी हिँड्दैछौँ गाइज एकदम है यस्तो हेर्नु है दामी छ तपाईँहरू कालो पुल आउन चाहनुहुन्छ कालो पुल कतिजना जिज्ञासा हुन्छ नि त कालो पुल चाहिँ कता होला भन्छ कमलपोखरीपट्टि हो हेलो गाइज है हाम्रो चाहिँ एकदम खुसी लागिरहेछ जाँदैछौँ है तपाईँहरूलाई म हामी घुम्न जान आँटेको ठाउँ देखाउँछु है यहाँ हेर्दैछौँ हेर्नु होला बेलुका घुम्नु चाहिँ छुट्टै मजा लाग्छ कि मलाई त आनन्द एकदम शीतल लाग्छ है एकदम मस्त लाग्छ कि बेलुकातिर आनन्द गरी घुम्यो अनि टक्क लगाएर है त्यसपछि चाहिँ घुमेर अनि शीतल आनन्द हुन्छ कि दिउँसो घुम्न जान त यस्तो घाम हुने एकातिर जाडो महिनामा चाहिँ ठिक ठिकै हो है अनि गर्मी महिनामा चाहिँ दिउँसो घुम्न जान कस्तो गाह्रो हुन्छ कि अनि बेलुका गयो अनि टक्क लगाएर रमाइलो पनि हुन्छ शीतलो पनि हुन्छ अनि यस्तै हो हेर्दै जानु होला म तपाईँहरूलाई घुम्ने ठाउँ पनि देखाइदिन्छु हेर्नु होला हजुरहरू पनि यसो गाइज एकदम के भनौँ हौ दामी दामी फुलहरू हेर्नु न आँखा कस्तो मनपर्छ हो मलाई त्यस्तो फुल चाहिँ गाइज पहिलो चाहिँ यस्तोहरू विदेशमा मात्रै देखाएको थिएँ कि मैले अहिले चाहिँ ठ्याक्कै नेपालमा पनि हल्का हल्का निस्किन थालेछ कि आजभोलि यस्तो चाहिँ है पहिलो त म त विदेशमा मात्रै देखाएको थिएँ कि केही गर्छन् होला हौ बालेन दाइले केही गर्नुहुन्छ होला जस्तो लाग्छ हो बालेन दाइले चाहिँ अनि पहिलो त यस्तो कच्ची बाटो थियो यसतिर अहिले त पुरै यस्तो भइरह यस्तो राम्रो है अब हेरौँ हेर्दै जाउँ के हुन्छ देशमा परिवर्तन गाइज हामी चाहिँ आइपुग्यो कमल हेर्नु होला यहाँ कमल पोखरी हजुरहरूले पनि हेलो गाइज आज चाहिँ कमल पोखरीको भ्यूज हेर्न सक्नुहुन्छ आज चाहिँ हामी यहाँनिर सबै ठाउँ घुम्न गयौँ त्यहाँनिर हुनुहुन्छ मेरो दिदी यहाँनिर हुनुहुन्छ मेरो दिदी हाई गरौ हामी चाहिँ अब रुम जान लाग्यो दुईजना हुनुहुन्छ उहाँहरू चाहिँ धेरै सुटिङतिर अनि म्युजिक भिडियोतिर प्रस्तुत गर्नुपर्ने मान्छेहरू हो आज के हुन्छ म चाहिँ हजुरहरूलाई देखाउन गइरहेको छु हेर्न सक्नुहुन्छ रातिको त वाउ कस्तो राम्रो आउँदो रहेछ भ्युज पनि यति रमाइलो रहेछ है यता चाहिँ हेर्न सक्नुहुन्छ यता चाहिँ हेर्न सक्नुहुन्छ वाउ कस्तो राम्रो राम्रो भ्युज आउँदो रहेछ यहाँ चाहिँ मलाई यहीँ बस्नै मन लाग्यो है अब जानै मन लागेन यहाँबाट नि होला नि बाटो अब हामी चाहिँ रुम जाँदैछौँ बाटोमा अब हामी कमल पोखरी छोडेर जाँदैछौँ साथीहरू कमल पोखरीमा कोही आउनु भएको छ नि आज चाहिँ
आज उहाँहरूको चाहिँ फेरि टिकटकै सकिया छैन हेर्नुहोस्। आज हजुरहरूलाई के हुन्छ म भ्युज देखाइरहने छु अनि के कस्तो हुन्छ हजुरहरूलाई चाहिँ म अपलोड पास गर्दै जान्छु। आज फर्स्ट भिडियो हो, के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला। यहाँनिर चाहिँ माछाहरू पनि टन्नै छ तर देखि चाहिँ रहेको छैन किनकि अँधेरो भएर होला सायद। कस्तो अँधेरो छ त्यही भएर माछै देख्नु पाएन कि है। कस्तो रमाइलो म त साह्रै राम्रो लाग्यो आज। अब घर जान्छ। रमाइलो रहेछ तर यिनीहरू चाहिँ जानै मानेन तर मैले लाँदैछु यिनीहरूलाई। हेर्न सक्नुहुन्छ आजभोलि कस्तो परिवर्तन भइरहेछ। म अस्ति नै आउँदाखेरि चाहिँ यस्तोहरू थिएन भन्नु मतलब यो घरहरू चाहिँ बन्दै थियो। कति रमाइलो हेर्न सक्नुहुन्छ।